प्रभु येशूको नाममा सबैलाई जय मसीह। प्रभु आज म तपाईँहरूको माझमा परमेश्वरको वचन लिएर आएको छु अनि तपाईँहरूको माझमा म त्यति लामो समय त लिँदिनँ, तर पनि म तपाईँहरूलाई केही कुरा आज म तपाईँहरूलाई हौसला दिन चाहन्छु। परमेश्वरको वचनले यही भन्छ, प्रिय परमेश्वरले संसारले यस्तो प्रेम गर्नुभयो है, अनि तपाईँ र मेरो निम्ति चाहिँ पिताले आफ्नो एकमात्र लौदी पुत्र दिनुभयो। उहाँमा विश्वास गर्ने चाहिँ कोही नाश नहोस्, तर त्यसले चाहिँ अनन्त जीवन पाओस्। प्रिय तपाईँ र म यदि परमेश्वरलाई प्रेम गर्छु भन्छौँ र हामी उहाँलाई चुनमन गर्दैनौँ भने चाहिँ तपाईँ र म आज साँच्चै परमेश्वरलाई प्रेम गरिरहेको हुँदैन। उहाँले आफ्नो एकमात्र पुत्र येशू ख्रीष्ट तपाईँ र मेरो निम्ति दिनुभयो कि ताकि तपाईँ र म चाहिँ उहाँलाई साँचो हृदयले घनिष्ठ रूपले चाहिँ उहाँलाई प्रेम गरेको उहाँ चाहनुहुन्छ। प्रिय तपाईँको जीवनमा मेरो जीवनमा चाहिँ आज ख्रीष्टको प्रेम बिना चाहिँ हामी केही पनि होइन। आज हामी मानिस हो अनि हामी मानिस चाहिँ अमर जीवन हामी जिउन सक्दैनौँ। केवल ख्रीष्ट यीशुको प्रेमले मात्र तपाईँ र मलाई अमर जीवन दिँदछ। अनि यदि तपाईँ र मैले परमेश्वरलाई प्रेम गर्छौँ भने चाहिँ हाम्रो सारा हृदयले, सारा शक्ति अनि सामर्थ्यले चाहिँ उहाँलाई हामी प्रेम गर्नुपर्छ, चुनमन गर्नुपर्छ। प्रिय म तपाईँलाई यही भन्न चाहन्छु, तपाईँले आज बाइबलले पनि यही भन्छ कि हाम्रो पहिलो प्रेमी चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। अनि त्यसै कारणले प्रिय तपाईँ र म येशूलाई चुनमन गर्नु चाहिँ धेरै महत्त्वपूर्ण छ हाम्रो जीवनमा। अनि प्रिय यदि तपाईँको हृदय टुटेको छ भने, तपाईँको हृदयहरू दुखेको छ भने आज ख्रीष्टले तपाईँको हृदयलाई मलमपट्टि गर्ने काम गर्नुहुन्छ। तपाईँ हरेक समस्यादेखि जाँदै हुनुहुन्छ होला, परिस्थितिदेखि जाँदै गर्दै हुनुहुन्छ होला, म तपाईँलाई यही हौसला गर्न चाहन्छु प्रिय, हार नखानुहोस्, निराश नहुनुहोस्, किनकि येशू ख्रीष्ट तपाईँ र मेरो निम्ति ती सबै बन्धनमाथि विजय भएर उहाँले जित्नु भएको छ। अनि येशूको प्रेममा म त सबै कुराको सन्तुष्ट छ। प्रिय आज ख्रीष्टको प्रेममा चाहिँ आनन्द, शान्ति अनि जीवन छ। यदि तपाईँ त्यो परिस्थितिदेखि जाँदै हुनुहुन्छ भने, समस्यादेखि जाँदै हुनुहुन्छ भने प्रिय म तपाईँलाई यही इन्करेज गर्न चाहन्छु, येशूले तपाईँलाई धेरै माया गर्नुहुन्छ, येशूले तपाईँलाई धेरैभन्दा धेरै चाहनुहुन्छ। अनि पिताले पुत्र येशू ख्रीष्टलाई पठाउनु भएको कारण यही हो कि तपाईँ र म चाहिँ ख्रीष्ट यीशुमा भएर रहेर बचाएको हुन्छ। प्रिय फेरि पनि सबैलाई जय मसीह।